म डाक्टर सुमन पौडेल, नाक कान घाँटी रोग विशेषज्ञ। सुक्खा खोकी किन हुन्छ, यसका कारणहरू के हुन सक्दछन्, ती बारेमा म केही विस्तृत जानकारी दिन गइरहेको छु। सुक्खा खोकी भनेको त्यो अवस्था हो जसमा श्वास नलीमा कुनै पनि प्रकारको तरल पदार्थ वा खकारहरू चाहिँ उत्पादन नभएर घाँटी वा छातीमा चाहिँ चिलाउने वा इरिटेसन भएर चाहिँ खोकी आउने चाहिँ हुन्छ। यो मुख्यतया आफैमा कुनै रोग नभएर शरीरमा कुनै समस्याहरू भइरहेछ भन्ने चाहिँ देखाउने एक किसिमको लक्षण हो। यदि यो 8 हप्ताभन्दा बढी भयो भने यसलाई हामीले चाहिँ क्रोनिक ड्राई कफ पनि भनिन्छ। यसका मुख्य कारणहरू के हुन सक्दछन्, आउनुहोस् बुझौँ। सुक्खा खोकीका मुख्य कारणहरू प्रमुखतया पहिलोमा चाहिँ हाम्रो रिफ्लक्स भनिन्छ, लेरिङ्गोफेरिन्जियल रिफ्लक्स, जसमा चाहिँ एसिडिटी भएर चाहिँ खानासँग मिसिएका चाहिँ एसिड कन्टेन्टहरू घाँटीमा सचल्किएर त्यसले गर्दाखेरि चाहिँ घाँटीमा इरिटेसनहरू भएर चाहिँ सुक्खा खोकी लागिराख्ने पनि हुन सक्दछ। दोस्रो कारण हुन सक्ने भनेको नाकको कारण हुन सक्छ, जसलाई हामीले पोस्ट नेजल ड्रिप भनिन्छ, जसमा साइनसको या नाकको समस्याहरू भएर चाहिँ त्यहाँबाट चाहिँ सेक्रेसन्सहरू, तरल पदार्थहरू घाँटीमा गएर चाहिँ त्यसले इरिटेसनहरू गरिरहेर चाहिँ खोकी लागिराख्ने पनि समस्याहरू हुन सक्दछ। तेस्रो भनेको चाहिँ आस्थमा या दम, एलर्जिक भेरिएन्ट आस्थमा पनि भन्न सकिन्छ, जसमा चाहिँ मुख्यतया एलर्जीले गर्दाखेरि चाहिँ बारम्बार खोकीहरू चाहिँ लागिराख्ने हुन सक्दछ, जुन चाहिँ अब तपाईँको धुलोको कारणले पनि हुन सक्दछ, या पोलेन ग्रेन्स परागकणहरूले गर्दा पनि हुन सक्दछ, या कुनै पनि अरू वस्तुहरूले गर्दाखेरि चाहिँ यी हुन सक्दछ। अरू कारणहरूमा चाहिँ औषधिको सेवन, प्रायः धेरैजनामा हो चाहिँ हाइपरटेन्सन वा ब्लड प्रेसर बढ्ने समस्या भएर चाहिँ औषधि लिइराख्नु भएको हुन्छ। त्यसमा चाहिँ प्रमुखतया चाहिँ एस इनिबिटर्स भन्ने ग्रुपको चाहिँ औषधिहरू चाहिँ प्रयोग गर्नुहुनेहरूमा चाहिँ कहिलेकाहीँ चाहिँ लामो समयको चाहिँ यो खोकी चाहिँ रहिरहन चाहिँ सक्दछ। वातावरणीय समस्याहरू जस्तै प्रदूषणहरू धेरै भयो भने, या स्मोकिङ, कसैले स्मोकिङहरू गर्नुहुन्छ, एक्टिभली स्मोकिङ गर्नुहुन्छ, वा तपाईँको पार्टनरले, साथीहरूले चाहिँ स्मोकिङ गर्नुहुन्छ र तपाईँ त्यो वातावरणमा बस्नुहुन्छ, या धुवाँहरूमा चाहिँ तपाईँको धुवाँहरूमा एक्सपोजरहरू बढी हुने, अब जस्तै गाउँघरहरूमा चाहिँ तपाईँको चाहिँ चुलोमा, दाउरामा बाल्ने र धुवाँ बढी हुने हुन्छ, ती कारणले गर्दा पनि बारम्बार खोकी लाग्ने चाहिँ हुन सक्दछ। अर्को कारण भनेको कुनै पनि भाइरल इन्फेक्सनहरू, पोस्ट भाइरल कफ पनि हामीले भनिन्छ, ती कारणले गर्दाखेरि पनि बारम्बार सुक्खा खोकी राख्ने चाहिँ हुन सक्दछ। यदि सुक्खा खोकीसँग चाहिँ निम्न लक्षणहरू देखियो भने चाहिँ सतर्क हुनुपर्ने एकदमै जरुरी छ, र नजिकको चाहिँ नाक कान घाँटी डक्टरलाई चाहिँ देखाउनु पर्ने एकदम जरुरी हुन्छ। खोकीमा रगत देखियो भने पनि तपाईँहरू चाहिँ एकदमै सजग हुनुपर्छ र आएर देखाइहाल्नुपर्ने हुन्छ। त्यो बाहेक चाहिँ आवाज धोद्रो हुनु वा आवाजमा परिवर्तन हुनु, तौल अस्वाभाविक रूपमा घट्नु, वा घाँटीमा गाँठोहरू पलाएको जस्तो चाहिँ महसुस हुनु। घरेलु उपचारले केही समय राहत दिए पनि यसको वास्तविक कारण पत्ता लगाउनको लागि कहिलेकाहीँ इएनटी डक्टरसँग चेक जाँच, वा फिजिसियन डक्टरसँग चेक जाँच, वा छातीको पल्मोलोजिस्ट डक्टरसँग चेक जाँच गरी घाँटीको एन्डोस्कोपी गर्नुपर्ने या नाकको एन्डोस्कोपी गर्नुपर्ने, वा कहिलेकाहीँ चाहिँ छातीको एक्सरे पनि गरेर चाहिँ हेर्नुपर्ने हुन सक्दछ। स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो, त्यसैले समयमै जाँच गराउनु बुद्धिमानी हुन्छ। हस्त, धन्यवाद।